Hello everyone, good morning. अहिले चाहिँ म यता हाम्रो His Eminence the 4th Chambun Kuntul Rinpoche उहाँको गुम्बा यता हाम्रो काठमाडौँमा रहेको पुलाहरी गुम्बामा छु र हेर्न सक्नुहुन्छ सनराइज भइसक्यो है एकदम भ्यू एकदम ब्युटिफुल छ राम्रो छ भ्यू है र टुडे म र मेरो दुईजना भाइहरू हामी तीनजना दाजुभाइ मिली चाहिँ हामी मुनुङकोट जाने प्लान गरिरहेको छौं किन भन्दा तपाईहरु धेरै जसोलाई थाहा होला व्हाट इज मुनुङकोट फेमस फर हैन त्यहाँ चाहिँ गएर हामीले अब रमाइलो सीन रमाइलो दृश्यहरू देख्न पाउँछौं ल अहिले चाहिँ हामी यता गंगाबु बस पार्कमा आइपुग्यौं है अनि हाम्रो सेकेन्ड गो हो के नेवा डिलक्स रे 330 है पोखरा त हैन पोखराको छाउछाउमा हो है अन्त ठीक छ है खै टिकट देखा त टिकट कति रुपैयाँ हो तीन जनाको हो 2100 भनेपछि एक जनाको 700 रुपैयाँ रहेछ टिकट है अनि अहिले 10:10 भइरहेछ सो 10:20 मा हाम्रो बस निस्किन्छ होला है ल हे हाम्रो लन्च टाइम लन्च खाना खाँदै छौं है पुरा भोक लाग्यो है गाडीमा हलिन्दा ढिलो खादा अब ढिलोको छापमा चाहिँ ल हामी चाहिँ अहिले 7 घण्टा पछि चाहिँ 7 घण्टाको बस राइड पछि चाहिँ हामी अहिले दमौली बजार पुगेको छौं दमौली बजार त्यता भयो अहिले हामी यता दमौली बजारको पुलमा छौं है यो पुल चाहिँ पुरानो भएकोले होला एकदम हलिँदो रहेछ अनि अहिले उतापट्टि चाहिँ नयाँ पुल बनाइरहेको रहेछ है अब छिट्टै नयाँ पुल के भन्छ निर्माण हुँदैछ भन्छ के भन्छ अनि हामी जानुपर्ने चाहिँ त्यहाँ माथि भयो मुनुङकोटको भ्यू टावर है अनि खास भने अलि छिटो पुगेको भए चाहिँ सायद सनसेट पनि मजाले हेर्न पाउँथ्यौं होला तर हामी अहिले नै अब अहिले 5:20 भइसक्यो है 10:20 मा हामी गंगाबु बस पार्कबाट हिँडेको ठीक 7 घण्टापछि 5:20 मा चाहिँ हामी यता पुग्यौं है अब अटोमा जाउँ भनेको 1200 लिँदो रहेछ अनि बरु हिँडेर जाउँ हैन एडभेन्चर हुन्छ भनेर चाहिँ हामीले हिँडेर जानेको अब निर्णय गर्यौं है हेरौं कति बजेसम्म माथि पुगिन्छ है मानुङकोट जाने बाटो वे टु मुनुङकोट ल यहाँ माथि टुपम पुग्नु पर्ने छ है थाकेको अवस्था हामी हैन अनि चट्ट यहाँ पानी रहेछ हो अब पानी पिउँदै त्यहाँ माथि डाँडाको टुपम पुग्नु छ अहिले 1 घण्टा भएछ हामी हिँडेको अघि हामी 5:20 मा हिँडेको है अनि उकालो रहेछ डाँडा तर साथीभाइ गफ गर्दै जाँदैछौँ रमाइलो छ हैन अब हामी जाने हो अब बडे जानुपर्छ रे ल सुरु यता अलिकति हेर्न थाक्यो खिच्दा ल वाह यो भ्यू हेर्नुहोस् है यो भ्यू हामी छ कसम मुनुङकोटको कहाँ माथि रहेछ है हामी जानुपर्ने आज रोड जाँदैछौँ अहिले
सायद रात पर्छ होला आज है तर ठिकै छ फोटोहरु खिच्दै जाउँला है कहाँ गयो मेरो माइक अन्त भन्न ल ल उता पोखरा देख्दैछु उता पोखरामा जाने हो क्या क्या इन्साउँदैछ यहाँबाटै यो सिन देखाइदिएन लाइटको सिन हुन्छ होला के अरे हेर्ने मान्छेहरू बस्छ कति बज्यो अहिले त हेर्दा न 7 बज्न लाग्यो होला है 7 बजी ठ्याक्कै 7 बज्यो भनेपछि हामी हिँडेको 2 घण्टा हुन लागेछ हामी हिँडेको चाहिँ 2 घण्टा हुन लागेछ है अब त्यस्तै आधी घण्टामा पुग्छ भन्ने आशा छ जस 8 बज्नुभन्दा अगाडि चाहिँ पुग्छ होला है गाडी गाडीले हान्थ्यो जोक सुन्छु नि है अबको 2 किलोमिटर रहेछ मनाउकोट जाने बाटो 2 किलोमिटर जमजम हेलो गाइज अहिले चाहिँ हामी रिस्क लिएर यस्तो सर्टकट बाटो आइरहेको छौँ है यहाँ साथीहरू गइरहेछ त्यहाँ माथि पुग्नुपर्छ त्यहाँ माथि अलिकति लाइट देख्दैछ नि खास भने रोडको बाटो चाहिँ तल देख्नु हुँदैछ है तर त्यहाँ तल यस्तो सर्टकट बाटो देखेँ कि त्यही भएर हामी रिस्क लिएर आउँदैछौँ होइन अब हेरौँ कहाँ पुग्छ लाइफमा अलिअलि रिस्क त लिनै पऱ्यो नि होइन ल गाइस आफ्टर 3 घण्टा है 3 घण्टाको हाइकिङ वकिङ पछि चाहिँ हामी माथि मेन पोइन्टतिर आइपुगेको छौँ है वाह हेर्नु सक्नुहुन्छ घरहरू रहेछ हो अब हामी एउटा भ्यू पोइन्टको नजिकको घर एउटा होमस्टे एउटा खोजेर त्यहाँ बस्नेछौँ है Hey guys, finally after 3 घण्टा 3 घण्टा हिँडे है मजा है त्यहाँ छ भ्यू टावर है यहाँ छ दमौली बजार अनि भोलि बिहानको नजारा चाहिँ अलग्गै हुन्छ भन्ने आशा छ है आजलाई चाहिँ दमैले दमौली हो दमैले भन् न के छ भोलि चाहिँ होइन बादलले ढाकेर है प्यारासुट लगाएर उडेर जानुपर्छ होला यो नयाँ डिजाइन हो यो चाहिँ अहिले चलिरहेको ट्रेन्डिङमा भएको यो चाहिँ हाम्रो रुम हो यहाँ किङ साइजमा चाहिँ उहाँ 2 जना हुन्छ है यो चाहिँ उसले के चाङपो गर्यो हजुर म इन्डिया भन्नु हामीले त घरै
Hello everyone, good morning. Good morning from Munungkot. अनि अहिले चाहिँ बिहानको 6 बज्न लागिरहेछ. सनराइज हुन लागिरहेछ है. And I was hopeless हैन. अघि म 5 बजे उठ्दाखेरि चाहिँ एकदम हिजो राति जस्तै थियो कि बादल. I mean we came here to witness the cloud हैन. The beauty of cloud है. तर अघि बिहान चाहिँ त्यस्तो होला जस्तो थिएन. अब अहिले बिस्तारै बादलहरू आउँदैछ उताबाट आउँदैछन्. त्यहाँबाट आउँदैछ, त्यहाँबाट अलिअलि आउँदैछ बादलहरू. सो लेट्स होप है राम्रो देख्छ भनेर. जे हेर्न आएको थियो त्यो हेर्नु पाउँछ भनेर है. त्यहाँ तल भएको चाहिँ हिजो हामी आएको दमौलीको पुल ब्रिज है. अनि त्यतादेखि यता छ दमौली बजार है. सबै देख्न सक्नुहुन्छ. खास भने चाहिँ अब बिहान उठ्दाखेरि चाहिँ चट्ट लागेर हैन बादल देख्छ होला भन्ने आशा थियो. तर बादल भर्खर त्यहाँदेखि आउँदैछ है. आशा छ यो बादलले यो पुरै ढाक्छ भन्ने आशा छ है. हेरौँ के हुन्छ है. त्यो भ्यू चाहिँ दामी छ यहाँदेखि. सो अहिले चाहिँ हामी यता होटल भ्यू टावरमा छौँ. अनि अहिले चाहिँ मार्च महिना भएकोले चाहिँ अहिले अफ सिजन रहेछ है. त्यही भएर यता मान्छेहरू पनि छैन रहेछ, टुरिस्टहरू हुँदैन रहेछ है. त्यही भएर तपाईँलाई बस्नका लागि चाहिँ यता रुमहरूको लागि चाहिँ केही चिन्ता छैन रहेछ. अनि अहिले अफ सिजन भएकोले अलिक सस्तो पनि रहेछ हो. सिजनको बेला चाहिँ एकजनाको 1500 लिन्छ भने अहिले 1100 दिइरहेको रहेछ है. त्योमा तपाईँलाई बस्ने अनि डिनर ब्रेकफास्ट सबै पाउँदो रहेछ है. सो त्यही हो हाम्रो दमौली मुनुङकोट. यसलाई खतरा गर्दै sunrise. The sun is rising, eh? The starry view. Very soft. पाए अन्नु छ भाइ पाए तोट फाइनल गाइस पायो. हेलो च्याम्नी थियो. Hello. आहा किरा पसेछ. हामी चाहिँ बादलको पर्खाइमा हैन. हामी चाहिँ बादलको पर्खाइमा कफी पिउँदै. अफ सिजनमा आउनुको फाइदा पनि यही छ है. मान्छे क्राउड हुँदैन हो. एकदम लोले छ.
ठुलो छ आनन्द छ हैन त्यो के भन्छ उयो बादल फेरि यता आउँदैछ अब हामी त्यो पड्किँदैछौँ तपाईँले कहिले भिडियो देख्छ छिटो आइपुग्छ अब त्यस्तोहरूदेखि के भन्नु छ कि भन्नु त के भन्ने एकदम मजा आइरहेछ कि यस्तो हेर्दाखेरि हिमालमा चढे पुरै हिमालमा चढे जस्तो लागिरहेछ पुरा अब एकदम त्यो भरे छन् पुरा बादलले ढाकेपछि चाहिँ हैन एकदम आकाशमा हिँडिरहेको बादलमाथि हिँडिरहेको महसुस गर्न सक्नुहुन्छ हैन त्यही हो अनि अब लाइफमा कहिलेकाहीँ यसरी टुरहरू जानुपर्छ है सधैँ एक जग्गा बसी बस्नु हुँदैन डिप्रेसन हुन्छ एक जग्गा बसी बस्यो नि खै त्यो चाहिँ थाहा भएन हैन लामाहरू हुनु त सधैँ एक जग्गै बसी बस्छ तर लामा सबै डिप्रेसनमा त जाँदैन नि हो कस्तो हावा कुरा न हो हैन ब्रेकअप भन्ने आयो भने चाहिँ तर कहिलेकाहीँ यसरी हैन आफ्नो दैनिक जीवनबाट यसरी बाहिर निस्केर यसो नयाँ जग्गा प्राकृतिक के भन्छ प्राकृतिक के रे प्राकृतिक हैन प्राकृतिक यसरी ठाउँहरूमा हैन नेचुरल ठाउँहरूमा यसरी आउनुभयो भने चाहिँ मनलाई पनि आनन्द हैन जिउलाई पनि आनन्द हिजो राति हामी नढाट्यौँ भनेको हिजो हामी 3 घण्टा हिँड्यौँ है 3 घण्टा हिँड्यौँ तर पनि हामीलाई अहिले मजा आइरहेछ हैन त्यस्तो थाकेको जस्तो त्यस्तो गाह्रो फिल भएको छैन है किनकि मुनिबाट आउँदाखेरि नै एकदम हामी रमाइलो गरेर आयो कि यस्तो मजा आयो कि सबसे मजा त हिजो राति नै मजा आयो कसम भनेको यस्तो मजा आयो रोडमा बाटो छुट्टिने केही टेन्सन छैन आनन्द गरेर झन्डै 8:30 8:30मा आइपुग्यो यो ठाउँ चाहिँ मुनिबाट चाहिँ झन्डै 5 बजीतिर त्यहाँ मुनिबाट हिँडेको बहुत मजा आयो है ठिक छ त्यही हो अब साथीभाइ आयो भने चाहिँ त्यस्तो हुँदो रहेछ है थकाइ मार्दै बिस्तारै आउँदाखेरि बाटो एकदम राम्रो है बाटो त एकदम राम्रो छ हैन तपाईँ अब गाडीहरू ल्याएर आउनु पनि सक्नुहुन्छ स्कुटी बाइकहरूमा नभए हिँडेर आउनु भए पनि तल दमौली बजारदेखि तपाईँले बिस्तारै हामी म जस्तो मोटो मान्छे हैन भारी बोकेर छन् ठुलो ब्याग थियो मेरो त तर पनि हामी त्यस्तै 3 घण्टामा तपाईँले आराम गर्दै भए पनि आरामले आइपुग्न सक्नुहुँदो रहेछ है अब चाहिँ घाम छन् चर्को लाग्दैछ उता हो त्यस्तै हो ल अब चाहिँ हामी तलपट्टि भ्यू पोइन्टमा जाँदैछौँ है यो चाहिँ हुने अहिले चाहिँ हामी मेन भ्यू टावरदेखि हेरिरहेको थिएँ अब चाहिँ तल बादलकै नजिक जाँदैछौँ है त हामी मेरा मन कहने लगा पैसाहरू यस्तो नराख्नु यस्तो खोल्नु अनि यस्तो ठाउँमा नजाराहरू देख्नु अनि अलिकति लाइफ जिरहेको छ जस्तो लाग्छ यस्तो गरेर राख्यो नि त अन्त कसरी घुम्ने पैसाहरू चाहिँ हैन दराजभित्र नराख्नु रह्यो क्या उहाँले भन्नुभएको अलिकति उपयोग गर्नु हैन आफ्नो खुसीको लागि आफ्नो फ्यामिलीको खुसीको लागि प्रयोग गर्नु भन्दै चाहिँ यहाँ एउटा फोटो खिचौँ हैन यहाँ जग्गा आएपछि अलिकति ल जाउँ तल जाउँ फोटो खिच्दै जानुपर्छ हैन यहाँदेखि चाहिँ एकदम भिड रहेछ है यहाँदेखि तल गोल्टे भने चाहिँ हिजो चाहिँ हामी खास सर्टकट आउन खोजेको थियौँ तर यस्तो हेर्दा सर्टकट चाहिँ छैन जस्तो तलतिर अलि सर्टकट रहेछ मतलब यो माथि चढ्ने सर्टकट चाहिँ छैन रहेछ है हेर्नु सक्नुहुन्छ यहाँ पुरै भिडै रहेछ हो यो तल त वाह बादलहरू आउँदैछ उतादेखि दामी ठाउँ भ्यू टावर चाहिँ त्यहाँ माथि छ है मेन भ्यू टावर चाहिँ
पहाड तोडेर पो बनाएको त हौ यो जग्गा त हो नि हो अनि पहाडको माथि त अनि जग्गा त दामी छ नि यता आउनु साँच्चै भनेको म इन्डियाको मान्छे भएर त म यहाँसम्म आएर तपाईँहरू त अब नेपालमा त हो नि तपाईँले यता आउनुपर्छ घुम्नुपर्छ रमाइलो गर्नुपर्छ है अब चाहिँ यहीँ बसौँ है वाह त्यहाँ तलतिरको सहरहरू चाहिँ ढाकिसकेछ है बादलले वाह दामी ल हामी चाहिँ अलि तलपट्टि जाँदैछौँ है त्यहाँ हाम्रो दिदी एकजना हुनुहुँदो रहेछ कि बिचरा दिदीलाई डिस्टर्ब नहोस् भनेर कहाँ बिचरा हो हामी पो बिचरा हो त यस्तो राम्रो जग्गामा अहिलेसम्म नघुमेर होइन साँच्चै भन्नु तपाईँहरू कहिलेकाहीँ आउनु होइन अनि अरूलाई डिस्टर्ब नगरौँ है यता पनि एकजना बस्नु भएर रहेछ हामी चाहिँ पुरै तल जान्छौँ है त जग्गा चाहिँ साँच्चै हो रहेछ क्या एउटा अलिकति मनमा शान्ति पाउनुहुन्छ भने चाहिँ यस्तो ठाउँतिर चाहिँ आउँदै गर्नुपर्ने रहेछ है तर यो रेलिङ चाहिँ यहाँसम्म मात्रै रहेछ कसम यहाँसम्म मात्रै रहेछ यो रेलिङ चाहिँ है यस्तो गरेर ऊ माथिदेखि यतासम्म चाहिँ यो रेलिङ लगाएको रहेछ हामी अलि उता जाउँ होइन के गरौँ यहाँदेखि गयो भने त तल पुग्छ होला है ओए उता पुरै उता नचढ है ओ यहाँ सिसाहरू रहेछ है हो यतातिर बसौँ न हो हामी चाहिँ यता बस्नेछौँ है त है ल हेर्नुहोस् है इन्ना सोना क्यों रब ने बनाया इन्ना सोना क्यों रब ने बनाया भोलिपर्सि दुवै यो बारीहरू सबै घर हुन्छ होला है के वर्षपछि है हो नि अब होटेलहरू बनाउँछ होला अहिले त 3-4 होटल पछि त यो तल चाहिँ खतरा देखिन्छ है यो तल बादल त कस्तो भुइँमै देख्छ त्यहाँ भुइँमै त्यो के अरे बादल हिँडेर जाउँ जस्तो के यो के अरे स्वर्ग पनि स्वर्ग देखाउँछ नि थाहा छ हेभेन भन्छ नि हेभेन हेभेन भन्छ न म यसमा खान्छु हेभेन भन्छ नि हेभेन यसरी चाहिँ देखाउँछ प्युरो मुछीतिर के प्युरो मुछीको मुभी चाहिँ यसरी त अलि लट्टी चढ्नु कस्तो उडेर जान्छ गफ हानेको थोरै गफ हानेको फिल्ममै छ त हामी आएको त उताबाट हो यताबाट गयो भने चाहिँ कहाँ पुग्छ होला है त्यहाँतिर तलतिर गाउँ होला हौ माइन्ड फ्रेस भयो है कसम यस्तो देख्नु पाएन अलिकति हुन्छ नि एउटा खुसी हुन्छ कि एउटा अलग्गै एउटा मेसेज एउटा हुन्छ कि मनभित्रैबाट अब हुन्छ नि एउटा अलग्गै अब खुसी जस्तो एउटा नेपाली बोल्नु हो इन्डियन नबोल्नु हो महसुस भन्नु हो महसुस भन्छ तिमीहरूले नारायण गोपाल त चिन्छ नि होइन
नारायण गोपाल नेपालको अब एकदम सबभन्दा सिङ्गर खतरा चलेको लेजेन्ड। त्यो बेला चाहिँ अनि केटीमा चाहिँ हुन्छ नि जस्तै इन्डियामा अब लता मङ्गेशकर भन्छ नि त्यस्तै गरेर चाहिँ हाम्रो नेपालमा चाहिँ अरुणा लामा भन्ने थियो कि उहाँको चलेको गीत गाउँछु ल अब तिमीहरूले सुनेको अहिलेसम्म सुनिरहेको गीत तिमीहरूले तर गाउने गायिका चाहिँ को थाहा छैन रहेछ नि त। गायिकाको नाम चाहिँ अरुणा लामा है, महान गायिका अरुणा लामा। एकान्छ मलाई सुनको ल बिर्सेछ फेरि के हो सुनको होइन नि सुनको हो चुरा हो। एकान्छ मलाई सुनको चुरा होइन सुनको तारा हो हट। एकान्छ मलाई सुनको तारा खसाइदेऊ न एकान्छ हाल फेरि हो यो अनि देख्यो एकान्छ मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र होइन जुन पनि झारिदेऊला गाई गोरु बाँधेर छिट्टै फर्किआउन बाटैमा रात पर्ला उजाली भइआउन अँध्यारो के हो र माया पिरती अघि पर्खिदेऊ म आउँछु अँध्यारोलाई तोडी एकान्छ मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र होइन जुन पनि झारिदेऊला त्यो तारा मात्र होइन जुन पनि झारिदेऊला। डर लाग्यो नि आज टुरिस्ट भनेको 1 2 3 4 5 अफ सिजनमा आउने चाहिँ बेस्ट रहेछ है। तर एकदम सोचेको जस्तो बादल चाहिँ देखिएन होइन तर बेस्ट रहेछ अफ सिजनमा मान्छे होल नहुने है। बादल चाहिँ अब तपाईँले 100% मा तपाईँले अब 50% मात्र देखिरहेछ भनिदेऊ न होइन। तर अनि ठिकै छ दमौली बजार होइन दमौली सहर गाउँहरू मजाले देखिरहेछ भ्यूहरू होइन। झन्डै झन्डै पोखरा पनि देख्न आँट्दैछ पोखरा देख्छ र उता त्यो डाँडा त्यो डाँडा पछाडि होला पोखरा। मेरी बाहों में हमेशा रहना कभी ना कहना अलविदा खोइ हो। हेलो सो यो चाहिँ हो होइन हाम्रो मुनुङकोट बजार मुनुङकोटको भ्यू दृश्य होइन। त्यो बादलहरू देखिरहेको छ होला होइन। सो अब चाहिँ हामी नेक्स्ट स्पटमा जाँदैछौँ। हिजो हामी राति आउने बेला पहाड चाहिँ चढेर आएछौँ होइन हामी। त्यहाँ भ्यू दामी थियो है। सो अब चाहिँ हामी त्यतातिर लाग्दैछौँ है। फर्स्ट हामी एक थर्मस तातो पानी र कफीहरू बोकेर ब्रेकफास्ट खाएर होइन त्यहाँदेखि चाहिँ हामी त्यहाँ जानेछौँ र त्यसपछि हामी जानेछौँ तल दमौली बजार अनि काठमाडौँ। थ्याङ्क यू। ओके हाम्रो के भन्छ चिया बनाउने नभन्नुहोस् के लामा रे यो धम्की कस्तो लाग्यो तपाईँलाई पनि त नो माइपुग्दा कमेन्टमा हालिदिनु ल जे मन नआउँछ कमेन्ट राम्रो हान्नु भन्दैछ है साथीले। हेलो गाइस अनि अब चाहिँ हामी फर्किँदैछौँ। अनि हिजो राति हामी उकालो आएको थियौँ कि सर्टकट भनेर
अनि बाटो चाहिँ खास यस्तो रहेछ है यहाँदेखि भएर हो त्यहाँ बाटो देख्नु हुँदैछ है त्यो भर्याङ रहेछ कि तपाईहरु पनि पछि हामी उता रोड हिँडेर आएको अनि यतादेखि चाहिँ यो यस्तो दामी बाटो बनाइदिएको रहेछ भर्याङ दामी बनाइदिएको छ है त्यहाँदेखि आउन सक्नुहुने रहेछ है धेरै टाइम सेभ हुने रहेछ है यस्तो रहेछ है भ्यू चाहिँ तपाईहरु भर्याङ त्यो आदिमै सकेर चाहिँ यो के नगर्नु होपलेस नखानु पर्न भर्याङ चाहिँ हुने आधीसम्म मात्रै रहेछ त्यहाँसम्म मात्रै त्यहाँदेखि चाहिँ जो यस्तो मान्छे हिँड्ने बाटो अलग्गै थाहा हुन्छ है यसो रहेछ हो दामी हो एकदम एडभेन्चर दामी हुँदैछ हरियाली हरियाली एकदम दामी छ अब सेल्फी त हान्नु दिस सेल्फी एउटा ठुलो इन्फर्मेसन है हिजो हामी यतादेखि आएको रोड हिँड्दै आएको थिएँ हैन अनि यता चाहिँ धारा छ हो अनि ठ्याक्कै यतापट्टि चाहिँ बाटो छ कि सर्टकट बाटो यदि तपाईँ हिँडेर आउनु हुन्छ भने दिनको उज्यालोमा जानुहुन्छ भने चाहिँ यहाँदेखि सिधै जानु यता घरहरू छ है त्यहाँदेखि सिधै हुँदै यहाँदेखि यस्तो गरेर ठ्याक्कै माथि रोडमा पुग्ने रहेछ तपाईँहरू बाटो चाहिँ अलि तर दिनमा जानुभयो भने चाहिँ ठिकै हो तपाईँहरूले थाहा हुन सक्नुहुन्छ है नभए अँध्यारोमा चाहिँ अलिक गाह्रै पर्ला हो अनि माथि पुगेपछि ठ्याक्कै तपाईँले एउटा रोड पुग्नुहुन्छ त्यो रोडदेखि फेरि ठ्याक्कै त्यो रोडदेखि ठ्याक्कै उतापट्टि फेरि मजाले भर्याङ बनाइदिएको छ कि सिडी माथिसम्म फेरि त्यहाँदेखि माथि सर्टकट जान सक्नुहुन्छ है यदि तपाईँहरू अब अँध्यारोमा रातमा आउनुभयो भने चाहिँ यो रोड जानुभयो भने पनि जस्तै हिजो हामी गएको जस्तै त्यो जानुभयो भने पनि एकदम आराम साथले पुग्न सक्नुहुन्छ ओके गाइस त्यसो भन्दै अब यो मुनुङकोटको यो भिडियो चाहिँ यतै एन्ड गर्छु है त सी यू इन नेक्स्ट भिडियो थ्याङ्क यू फर वाचिङ बाई